नमस्कार साथीहरू, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नुभयो लागि तपाईँहरूले आजको यो भिडियोको विषयवस्तु के को बारेमा रहेको छ भनेर। र साथीहरू, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईँहरूलाई यदि तपाईँहरू खल्ती वालेटलाई प्रयोग गर्नुहुन्छ भने त्यो खल्ती वालेटबाट तपाईँहरूले अर्को खल्ती वालेटमा कसरी आफ्नो खल्तीमा भएको रकमलाई ट्रान्सफर गर्न सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिँदैछु। यो नयाँ तरिकाबाट, किनकि खल्ती वालेट र आइएमई पे मर्ज भएको छ, यसैले यो भिडियो म आज तपाईँहरूलाई बनाउँदैछु। किनकि यो नयाँ तरिका रहेको छ खल्ती वालेटबाट अर्को खल्ती वालेटमा ब्यालेन्स ट्रान्सफर गर्ने तरिका। यदि तपाईँहरू पनि जान्न चाहनुहुन्छ कि आफ्नो खल्तीमा भएको ब्यालेन्सलाई अर्को खल्ती वालेटमा कसरी ट्रान्सफर गर्ने भन्ने कुरा, यदि जान्न चाहनुहुन्छ भने भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोस् र तपाईँलाई यसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुनेछ। र यसको लागि तपाईँहरूले आफ्नो खल्ती वालेटलाई ओपन गर्नुहोस् र खल्ती वालेटमा यदि अपडेट आएको छ भने अपडेट गर्नुहोला। र खल्ती वालेट ओपन गरिसकेपछि तपाईँले यहाँ एउटा अप्सन देख्नुहुन्छ, सेन्ड मनी भन्ने अप्सन। सेन्ड मनी भन्ने अप्सनमा क्लिक गर्नुहोस्। अर्को खल्ती वालेटमा ब्यालेन्स ट्रान्सफर गर्नको लागि तपाईँले सेन्ड मनी भन्ने अप्सन क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि तपाईँले यहाँ विभिन्न अप्सन देख्न सक्नुहुन्छ, खल्ती वालेट ट्रान्सफर, ब्याङ्क ट्रान्सफर, आइएमई खल्ती फन्ड ट्रान्सफर भनेर विभिन्न अप्सन देख्नुहुन्छ। आज हामीहरू खल्तीदेखि अर्को खल्ती वालेटमा ट्रान्सफर गर्न गइरहेको छौँ ब्यालेन्सलाई। त्यसैले खल्ती वालेट भन्ने अप्सनमा फर्स्ट अप्सन देख्नुहुन्छ, यसमै क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि खल्ती मोबाइल नम्बर भनेको छ, तपाईँहरू जुन पर्सनलाई पैसा पठाउँदै हुन्छ उहाँको खल्तीमा रजिस्टर भएको मोबाइल नम्बर तपाईँले खल्ती मोबाइल नम्बर भन्ने बक्समा मेन्सन गर्नुहोस्। र एमाउन्ट राखिदिनु होला, तपाईँहरू कति एमाउन्ट पठाउन चाहनुहुन्छ। 10 रुपियाँदेखि उँभो पठाउन सक्नुहुन्छ र पर्पस एउटा सेलेक्ट भएको हुन्छ। अरू सेलेक्ट गर्न चाहनुहुन्छ भने यसमा क्लिक गरेर तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। र रिमार्क्स एउटा राख्नुहोला, खल्ती वालेट ट्रान्सफर भनेर या कुनै एउटा रिमार्क्स राख्नुहोला र प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस्। म मेरो सम्पूर्ण इन्फर्मेसन भर्छु र प्रोसिड अप्सनमा क्लिक गर्छु। र तपाईँले आफ्नो इन्फर्मेसन राखेर जब प्रोसिडमा क्लिक गर्नुहुन्छ तपाईँहरू यो सेक्सनमा आउनुहुन्छ। यदि तपाईँहरूले ब्याङ्क लिङ्क गर्नुभएको छ भने यहाँ लिङ्क भएको ब्याङ्क देखाउनेछ र यहीँदेखि पनि ट्रान्सफर गर्न सक्नुहुन्छ। म मेरो खल्ती वालेटबाट नै पैसा ट्रान्सफर गर्न गइरहेको छु, तपाईँहरूको खल्ती वालेटदेखि नै। र तपाईँले खल्ती वालेट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यहाँ क्लिक भएकै हुन्छ र यो रातो अप्सनमा क्लिक गर्नुहोला। र क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ सम्पूर्ण डिटेल देखाउनेछ। कन्फर्म योर पेमेन्ट डिटेल्स भनेको छ, यो एकचोटि हेर्नुहोला यो ठिक छ कि छैन। छ भने तपाईँले ओके अप्सनमा क्लिक गरिदिनुहोस्। र क्लिक गरिसकेपछि यदि फिङ्गर सेन्सर इनेबल गर्नुभएको छ भने तपाईँहरूको अगाडि यस्तो इन्फर्मेसन आउँछ। होइन भने तपाईँले आफ्नो खल्तीको एमपिन राख्नुहोला र कन्फर्म अप्सनमा क्लिक गरिदिनुहोस्। यति गरिदिने बित्तिकै तपाईँले सजिलैसित आफ्नो खल्ती वालेटमा भएको ब्यालेन्सलाई अर्को खल्ती वालेटमा ट्रान्सफर गर्न सक्नुहुन्छ। र साथीहरू, आशा गर्दछु तपाईँहरूलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा साथीहरूको माझ पनि भिडियो सेयर गरिदिनु होला र भिडियोको मुनि एक कमेन्ट अवश्य पनि गरिदिनु होला। र मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानल सब्सक्राइब गरेर तपाईँहरू मसँग जोडिन सक्नुहुनेछ। र साथीहरू, अर्कोचोटि अर्को मेरो च्यानलमा भिडियो प्रस्तुत गर्नेछु। त्यतिखेरसम्मको लागि छुटौँ है त।